अहिलेसम्म धेरै मान्छेले याद नगर्नु भएको कुरा टायर। बजारमा गुड्ने भनेकै बाइक होइन, बाइकसँगै यो टायर गुड्छ। यो टायर जति स्पिड गुड्यो हाम्रो बाइक त्यति नै स्पिड कुद्छ, अनि टायर रोकिएको बेलामा हाम्रो बाइक रोकिन्छ। समयसँगै टायर पनि पुरानो हुँदै जान्छ। धेरै मान्छेहरूलाई चाहिँ थाहा छैन कि कस्तो टायर हाल्ने बाइकमा, कस्तो प्याटर्न हाल्ने, अगाडि कस्तो हाल्ने, पछाडि कस्तो हाल्ने। धेरैजना मैले एकदम 2-3 जनाको भिडियो एकदम स्क्रल गर्दै जाँदाखेरि चाहिँ अगाडि पनि डट पछाडि पनि डट। यो रोयल इनफिल्डमा चाहिँ दुईटैतिर डट टायर हाल्यो भने चाहिँ के हुन्छ, बाइक चाहिँ बम्पिङ हुन्छ, एउटा फुटबल जस्तो हुन्छ। त्यसले गर्दा चाहिँ हजुरको च्यासिसहरू क्र्याक हुने, बाइकहरूले राम्रोसँग ड्रिब्लिङ नगर्ने, टर्निङमा लड्ने हुन्छ। त्यसै कारणले एकदमै राम्रो ठाउँमा जसलाई अलिकति स्किल छ, नलेज छ, त्यस्तो ठाउँमा मात्र गएर टायरहरू फेर्नु होला। हाम्रो वान एन्ड ओन्ली वान देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा चाहिँ एकदमै सस्तोदेखि लिएर वर्ल्डकै सबैभन्दा राम्रो टायरसम्म हाम्रोमा एभाइलेबल भइसकेको छ। जसलाई टायर चाहिन्छ राम्रो छ, अब बर्खा आइरहेको छ, अब दसैँ आउँदैछ, राम्रो टायर हालेर एकदमै आरामदायी र सुखदायी यात्रा गर्न चाहनुहुन्छ भने हाम्रो बुलेट सर्भिस सेन्टर बालाजुमा आएर मजाले सर्भिसिङ गरेर बाइकलाई एकदमै राम्रो बनाउन सक्नुहुन्छ है त। प्लिज केही परेन आइदिनु होला। धन्यवाद हजुर सबैजनालाई।